आएको तिम्रो कान हामी चाहिँ लाग्यौँ श्रीअन्तुतिर सारा जाउँ जाउँ अब लास्ट इन्जोय हामीले आज इन्जोय गर्ने हो नि हौ हामी इन्जोय गर्न गएको लगाइदिएर खसी पनि छ पछाडि पछाडि खसी छ खसी बोल्दैन अहिले आज खसीलाई हलाला गर्ने हो हलाल होइन छ्याट्टै पार्दैछु मूर्ति हो नि फोटो खिचेको यार पोहोर जानुभएको थियो पोहोर हिउँदे टुर त यो पनि हाल्नु भयो होइन पोहोरको हिउँदे टुरमा हामी त्यतापट्टि त्यता सन्दकपुर जौबारी पनि लास्टको महिना छ है सन्दकपुर त झन् सन्दकपुर हो सन्दकपुर हामी जाने कुरा हुँदा हुँदै पनि फेरि यतै नत्र लम्जो खानुपर्छ अरे तिनीहरू आएर खाइसक्यो हामी आफ्नै देशको ए अस्ति खुलेले ल्याएको छ पवन दाइ र मनिष दाइले बक्सी गर्दा कता गएको छ धोका दिएपछि नेपाली अनि केटा ट्राई गर्नु गभर्मेन्ट छ नि त मलाई हो मैले भनेको त्यस्तो कुरो मनिषले जान्दैन क्या होमोसेक्सुअलिटी इज कमन कन्ट्री सो यु शुड ट्राई गाइड भनेको आर यु ये दिन्छ नेपालमा राजनीति गर्दा अरू देशलाई गवाएर राख्न खोज्छ क्या के सब सर नेपालमा राजनीति गर्दा नि नेपाल कृषि प्रधान देश हो भनेर यहाँ यसरी भएको छैन हामी यसो गर्छौँ उसो गर्छौँ कृषिलाई भन्छन् नि त्यस्तै होला नि त अमेरिकामा ए मामाहरू हुँदै गर्छ मेरो टोपीको पनि टोपी लगाएको मान्छे इज्जत हुन्छ नि त टोपीको हर्कटे बजार कन्यामै छिरिहाल्यो अब होइन अहिले होइन भोलि चाहिँ जानु नि त जाने हो भने अरू होइन आइतबार चाहिँ गाइस कन्याम आइपुग्यो है गाइस कन्याम आइतबार कलेज चाहिँ फाइलिङ गर्न मलाई अल्छी लाग्छ हेर्नुहोस् कन्याम बजार आइपुग्न लाग्यो अघि मनिषलाई फोन गरेको बुढोलाई तुलसीले गरेको कहाँ पुग्यौ हेलो कहाँ पुग्यौ भनेको हामी पनि कन्याम ट्याक्कै छिर्यौँ खाजा खाँदै जाउँ ए ल ल कहाँ नास्ता नगर्ने हामी नास्ता गर्नुपर्छ यतै बाटोमा खाल्दा त थुप्रै बेर लाग्छ त थोपा खानुपर्छ यसरी 10 बजी खाँदै अनि गाडी चढ्यो आइपुग्यो 10:30 कलेज अहिले छैन नि लागिरहेको छ तर आज कन्याम ठ्याक्कै आइपुग्यो त कन्यामको पेडको म्याच छ लेखेको पढेको सक्नुहुन्छ यहाँ त त्यो अस्ति पानी आएर धुपीको यत्रो थाक्यो जम्मै स्टोरेज नै
बजार हेर्न सक्नुहुन्छ ल गाइजहरू हेर्नुहोस् कन्याम बजार जतिकै गर्छ त घोडा घोडा त म त वक्कै भएको छु सानोमा होइन खाजा खाने भनेर हामी त उमो यहाँ तलतिर गोरु प्याउँदैन तिमीलाई चाहिँ भन्न कति सुहाउँदैन तिमीलाई भन्न कति सुहाउँदैन अलिकति एउटा सबैलाई आउने खालको कुन छ अहिले कमला तिमीलाई त पहिला गए दोकान सम्हाला साली कमला तिमीलाई त पहिला गए दोकान सम्हाला अर्को त्यहाँ के पुरानो साथमा ल गाइस हामी चाहिँ रातिको पनि 7:40 भएछ अब चाहिँ हामी नाचगान गर्दैछौँ है रमाइलो आयो तपाईँलाई ल गाइस हामी चाहिँ 7:30 बजे राति चाहिँ अब यहाँ रमाइलो गर्दैछौँ खसी काटेर मासु पकाएर होइन यता अन्धु होटलमा हाम्रो रमाइलो जारी छ हजुरहरू चाहिँ एकदम रमाइलो गर्छ हेलो सुबी बाइक हामी रमाइलो गर्दैछौँ होइन गाइजहरू हजुर पनि यहाँ आएर रमाइलो गर्न सक्नुहुन्छ 10 बजीसम्म यहाँ रमाइलो गर्न पाइन्छ हाम्रो उमेश भेना यहाँ मोबाइल हेर्दै हुँदो रहेछ ल भेना केही ठिक छ नि होइन ल ल मेरो भ्लगमा आउनुभएको भेनालाई धन्यवाद ल सर ल तिमीलाई जडेर हो रेशम तिमीलाई हो छोडेर हो रेशम हो कि बेसारा 2 दिन माया लगाइदियो न के छारा ल गाइस यहाँ चाहिँ श्री अन्तु पोखरी रिसोर्ट भ्यू होटलमा रुम यस्तो छ होइन रुममा पनि हेर्न सक्नुहुन्छ यहाँ हामी चाहिँ रुममा छौँ यस्तो छ रुमहरू राम्रो छ एउटामा 3टा खाट रहेछ 3टामा लगभग 6 जना 4वटा खाट रहेछ 4वटामा 8 जना अटिन्छ होइन एउटा रुममा चाहिँ अनि अर्को रुम पनि छ यतापट्टि हामीले एउटामा चाहिँ 2टा रुम छ यहाँ चर्पी रहेछ यहाँ ततिर पनि रुम छ यता होइन अनि यता बाहिर चर्पी छ गाइजहरू यता बसेर यहाँ रमाइलो गर्न सकिन्छ यहाँ स्पिकरहरू छ हामी अहिले स्पिकर चाहिँ बजाएको छैन गाइजहरू ल हेर्नु यहाँ आगो बाल्ने किचन छ यतातिर होइन यहाँ अङ्कलले पकाउँदै हुन्छ हाम्रो लागि यतातिर चाहिँ किचनहरू छ यहाँ सरहरू एकदम हाम्रो लागि तयारी गर्दै हुन्छ गाइजहरू तपाईँहरू पनि आउन सक्नुहुन्छ यहाँ राम्रो छ यतातिर ल है हजुरहरू पनि आउनुभयो भने चाहिँ यहाँ बस्न रमाइलो छ एकदम यहाँ होमस्टे घर छ माथि अङ्कलहरू बस्नु हुँदो रहेछ हामीलाई यहाँ तल यता 2टा रुम यता 3टा रुम 5वटा रुम छ हजुरहरू बस्न सक्नुहुन्छ गाइजहरू आउनुहोस् रमाइलो गर्न हाम्रो माधव सरहरू यता आउँदै हुँदो रहेछ ल मेरो चाहिँ भ्लगमा होइन माधव सर के छ नि होइन राम्रो छ नि रमाइलो छ अलि पोखरी नै पुगेर आउनु हो ल गोपाल सर पोखरीहरू पोखरीमै हो नि त खासमा त हामी त यता तलै छौँ रमाइलो छ हाम्रो निश्चल सरको चाहिँ के छ अनि राम्रो छ नि होइन मेरो भ्लगमा हजुरलाई स्वागत छ है त ल हजुर ल हामी यहाँ एकदम डान्स सान्स गरेर रमाइलो गर्छौँ गाइजहरू मेरो भ्लगको भिडियो अन्तिमसम्म हेरिदिनु होला हजुरलाई आगो बालेर आगो बजाएर हामी नाचिरहेको छौँ ल है गाइजहरू ल गुड मर्निङ गाइज गुड मर्निङ मौसम खुलेको छ हेर्न सक्नुहुन्छ ल श्री अन्तु डाँडामा खुलेको मौसम मजाको छ
हामी चाहिँ घाम हेर्न चाहिँ गएनौँ आज। चिसो चिसो खुलेको मौसम छ है गाइस। हुन्छ ल ल हाम्रो यो बसेको होमस्टे चाहिँ उज्यालोमा पनि यस्तो राम्रो छ है हजुर। यता चिया बगान छ, चिया बगान देख्न सकिन्छ। अन्तु पोखरी कञ्चन भ्यू होमस्टे, यहाँबाट भ्यूहरू चाहिँ राम्रो देखिन्छ। गाइस मर्निङ मर्निङ ल गाइस हेर्न सक्नुहुन्छ अन्तु पोखरी। हामी चाहिँ बिहानै अन्तु पोखरी आएको छौँ घुम्दै घुम्दै। हेर्नुहोस् अन्तु पोखरीमा यतातिर होमस्टेहरू टन्नै छन्। जाडो छ, मौसम एकदम सफा छ। आँधी हुरी आउने भन्थ्यो मौसमविदहरूले, यतातिर चाहिँ आएन, केही खुल्ला छ मौसम एकदम। हाम्रो टोलीहरू फोटो खिच्दै हुन्छ। हेर्नुहोस् है त अन्तु पोखरी, उता होमस्टेहरू छन्। होमस्टेहरू हेर्न सक्नुहुन्छ। पोखरी फोटोसोटो खिच्न, घुम्न, चिया बगान हेर्न, चिया बगान। ल गाइजहरू मौसम पनि राम्रो छ हेर्नुहोस्, बादल लागेको छ, राम्ररी खुल्ला छ मौसम। यता पनि सानो शाखा पोखरी बनाउनु थालेको रहेछ। त्यहाँ होमस्टेहरू छ, यतातिर छ होमस्टेहरू हेर्न सक्नुहुन्छ। यहाँ धुप्पीको रुखहरू छ, राम्रो मौसम छ। अन्तु डाँडा यो मेरो भनेको कति तेस्रो चौथो पालि होला सायद यहाँ आएको म। हजुर पनि आउनुहोस्, रमाइलो गर्नुहोस्। लाइभ हो फेरि होइन लाइभ त ल गाइस डाँडा काँडा हेर्नुहोस्, रमाइलो छ अन्तुमा। यहाँ गुराँस फुलेको छ। ओ यो गुराँस हो त, ऊ रातो गुराँस फुलेको छ गाइस। गुराँस देख्नुहोस्, तपाईँहरूले देख्नु भएको छ भने देख्न सक्नुहुन्छ होइन। यतातिर हामी आएको छौँ, रमाइलो छ, चिसो चिसो मौसम छ।